चेक चेक चेक। हेलो गाइस, के छ सबै संसार आरामै हुनुहुन्छ होला? के छ हजुरहरूको हालखबर? हामी चाहिँ आज यता चिनमातिर घुम्दैछौँ। भ्लगमा मुस्यान भ्लग भन्नु न भनेर जान लाग्यो मुस्यानतिर। मुस्यान भ्लग भन्नु न। मुस्यान भ्लग हो है गाइस हाम्रो चाहिँ। आज मलाई आज मुस्यान भ्लगतिर गएर भक्का भग आज चाहिँ दह्रो हुन्छ। आज नुहाइ धुवाइ चाहिँ हाम्रो दह्रो हुन्छ। हाम्रो भ्लगलाई निरन्तर हेर्दै जानु होला, भव्य हुन्छ आज। हामी चाहिँ यही बाटोमा हिँड्दैछौँ अहिले। बाटो चाहिँ यो वान छ, एकदम राम्रो छ बाटो चाहिँ। गाउँघरहरू पनि एकदम राम्रो छ। पुरा झ्याममा 4 लाइन बाटो जत्रै बाटो छ त्यस्तो। हामी पठाइदिए भर्तपुरतिर हामी मजाले घुम्दैछौँ बाइकमा। विशाल बाइकको साथ भयो भक्का भएको। हामी चाहिँ घाममा एकदम हिँड्दैछौँ आज नुहाउनको लागि। अब हामी चाहिँ नुहाउनको लागि चाहिँ हो मुस्यानमा। नुहाइ चाहिँ आज खत्रै होला जस्तो छ। आज चाहिँ खतरा होला जस्तो छ। बाटो यस्तो छ, भक्का भएको हुन्छ आज चाहिँ। खतरा भलक हुन्छ। सबैजनाले हेर्दै जानु होला हाम्रो च्यानललाई। पहाड चाहिँ नजिक नजिक आउनु लागिसक्यो यार हाम्रो त यार। पहाड पनि यार विशाल भाइ नजिक नजिक आउनु लागिसक्यो त हाम्रो। जाने भन्नु न मुस्यानमा कपिल वस्तु टो अर्गान्छ। कपिल वस्तु टो अर्गान्छ अरे हाम्रो भाइले भन्दैछन्। भक्का भएको जाने अर्का जस्तो। यो चाहिँ हाम्रो भर्तलवास हो नि। भर्तपुर यो भर्तपुर हो। यो भर्तपुर एरिया रहेछ। एकदम राम्रो थियो त्यहाँ भनेको। कृषि प्रधान देश भनेको देश भनेर हेर्न आउनको लागि चाहिँ यहाँ आउनु सक्दैन। यति भनेको ए वान नम्बर 1 हुन्छ। गाउँ पनि एकदम नम्बर 1 छ। पहाडको छेउ हो। एकदम भव्य रूपमा खेती हुन्छ। त्यो रूपमा चाहिँ हामी यता मुस्यानको यात्रा छ। मुस्यानको यात्रा चाहिँ चल्दैछ। मजाले पहाडको दृश्य भनेको हो यसरी हेर्नु सक्छ। पहाड भनेको कस्तो हो के हो भनेर। यो चाहिँ अब हाम्रो सबै गाउँ भयो। यो चाहिँ अब स्कुल भर्तपुरको स्कुल पऱ्यो। हाम्रो साथीले गाडीमा हिँड्दैछ। नुहाइदिउँ भनेर हिँडेको। यो बाटो चाहिँ यस्तो खतरा रहेछ क्या पुरै अफ रोड। यस्तो बाटो हिँड्दा गाह्रै छ हो गाइस। यस्तो त बाटो छ। यस्तो बाटोमा कसरी जाने हो? नुहाउन भन्दा यो पहाडको छेउमा नुहाउन धेरै राम्रो हुन्छ भन्छन्। आज चाहिँ म चाहिँ फर्स्टचोटि आएको नुहाउन भन्दै। बाटो चाहिँ यस्तो अफ रोड रहेछ क्या, धेरै गाह्रो छ हो गाइस। हामी चाहिँ यता यो मुस्यानको यो ठ्याक्क नुहाउने ठाउँतिर आइयो है गाइस। हामी यो यस्तो अफरोडको बाटो। अफरोड पनि लास्टै अफरोडै छ क्या बाटो चाहिँ। एकदम बेकार छ बाटो चाहिँ। नुहाउनु चाहिँ बवाल नुहाउने हो। हाम्रो एकचोटि आउन गएको छ र पुऱ्याउँछो। यो त घन्टा टट्टै हो उसले त। भगा हानिदिन्छ क्या गोली। चलाउनु त खतरा चलाउनु गाडी त। बिग्रियो भने अहिले तनाव हुन्छ अरे। पुग्यो ढिलो छ कति भित्र। कति आधी 1 घन्टा खेलेपछि झेउ लाग्छ। आधी 1 घन्टा खेल्थ्यो क्या अनि हिँडेको। बाटो चाहिँ बवाल हो क्या होइन। ढुङ्गासुङ्गा यस्तो छ यार। गरिदिने भने कति हुन्थ्यो होला। फिज गरिदिने भने त मान्छे त जो पनि आउँछ त फेरि यहाँ नुहाउन त फेरि।
टिभी गाडी लिएर पनि आउँछन् सब मान्छेहरू हुन गाडी पुरा गुल्ली पनि पुरै चाङ्गाएर राखेछन् त्यहाँ मोबाइल हो क्या त त्यो चाहिँ अब यहाँ हाम्रो यो मुस्यान खोलामा पनि समेत पुल बन्न लागेको रहेछ यस्तो भएपछि नि अहिले त जोता गरे हो क्या पुलमा पुरै यस्तो बवाल छ बवाल हो क्या होइन फाइनली गाइज हामी चाहिँ मुस्यानको चाहिँ खोलामा आइयो अब नुहाउनको लागि चाहिँ भक्का अब नुहाउनको लागि चाहिँ हामी चाहिँ भक्का आइएको छ नुहाउनको लागि अनि के छ हजुर हलचली भन्नुहोस् यस्तो यो नुहाउनेको ठाउँमा भनेको यस्तो छ बाटो यस्तो बाटो छ है बवाल बाटो छ हिँड्नै गाह्रो यस्तो बाटोमा पनि कोही हिँड्न सक्छ कोही हिँड्न सक्छ भन्नुहोस् त सबैजनाले गाह्रो छ गाइज नुहाउनु भन्ने पनि हो घर जत्रो ढुङ्गा खाने घर जत्रो ढुङ्गा खान हाम्रो चाहिँ विशाल भाइ हुने चाहिँ अगाडि ओढे हिँड्ने खानु फेरि फेरि म फेरि अलिक सुस्त हिँड्दैछु अहिले गाइज चाहिँ हामी चाहिँ ठ्याक्क नुहाउने ठाउँमा चाहिँ आइपुग्यो है सबैजना हाम्रो साथीहरू चाहिँ सबै नुहाउँदै हुनुहुन्छ सबैजना हेर्दै जानुहोस् हाम्रो भरलग चाहिँ एकदम इन्ट्रेस्टिङ हुँदै जाँदैछ फाइनली गाइज हामी चाहिँ नुहाइँदै गएर चाहिँ हामी चाहिँ आफ्नो गन्तव्यतिर सकुशल तरिकाले हामी चाहिँ घरतिर फर्केको अवस्था अनि के छ त नि हजुरहरूको गाइजहरूको हालखबर नुहाउन चाहिँ आज चाहिँ बडो मजा आयो है आज यत्रो उमेरमा भर्खर आज फर्स्टचोटि चाहिँ मुस्यान आएर नुहाइ गरेँ है गाइज बाटो पनि एकदम बिहालको छ क्या बाटो पनि यस्तो बाटो है जङ्गलको बाटो त भगवान् कुन चाहिँ के गति रहन्छ होइन हाम्रो गाउँको बाटो भन्दा त राम्रो छ यार हाम्रो गाउँको भन्दा त ठिकै छ कसम बेस्ट छ के छ कि भन्नु त ल अहिले त ठिक छ पहिलो बारको बाटो भन्दा यो राम्रो छ कि भन्नु त चाहिँ कमसेकम यहाँ चाहिँ ठुल्ठुलो हाल त बनाएन नि पहिलो बारको बाटो र यो तुलना गर्नुपर्छ यो राम्रो होला ल फाइनली आइपुग्यो यता देखाउनु त मैले भनिदिन्छु अलि यता अगाडि होइन यस्तरी लगायत अब हामी चाहिँ घर फर्किँदैछौँ हाम्रो लुम्बिनी online.com जति पनि हुनुहुन्छ महानुभावहरू हजुरहरूलाई धेरै धेरै धन्यवाद छ हाम्रो अन्तिमसम्म भिडियो हेर्नुभयो हाम्रो स्विमिङ गरेको हामी मुस्यान गएको सबै भिडियो हेर्नुभयो र हामी चाहिँ अब घर फर्किँदैछौँ होइन दाइजु अरू केही भन्न छ र अनि यो बाटो देखाउनु त बाटो अब यो बाटो यसो तुलना गर्दाखेरि मोर्मी कोइली पारको बाटोसँग तुलना गर्दाखेरि बाडङ्गा नगरपालिका वडा नम्बर 8 को मोर्मी कोइली पारमा भएको बाटो र यो सायद अर्घाँचीमा पर्छ कि कता पर्छ अब यो हाम्रो बाडङ्गामै परे पनि वडा नम्बर 9 होला यो त तुलना गर्दाखेरि हाम्रो बिजोग छ हाम्रो बाटो हेर्नुहुन्छ भने ठुला खाल्टा खान तर यहाँ कमसेकम बाटोबाट त हिँड्न पाइयो हाम्रो गाउँको बाटोमा जानुपर्छ पुरा बाटोको डिलबाट हिँड्नुपर्छ त्यही भएर हाम्रो यो चाहिँ भिडियो तर्फबाट यहाँ जो हुनुहुन्छ हाम्रो जनप्रतिनिधिहरू हाम्रो वडा नगरपालिका जता हुनुहुन्छ यसो ध्यान आकर्षण गरेर देखेर हेरेर बाटो चाहिँ गराइदिन पर्यो मान्छे हिँड्ने लायक केही छैन त्यो बाटो अब बर्खामा हामी के गर्ने हो खेतको बाटो हिँड्ने हो कि अगाडिबाट हिँड्ने हो ल धन्यवाद हजुरहरूलाई